एउटा भजन कीर्तन समूह तयार गर्यो होइन त। जय श्री राधे। ल अब यो हेरौँ, निर्णायक मण्डल रेडी हो। गण्डकी प्रदेश कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर 5 धर्मस्थली मार्गबाट यहाँ भगवान स्वरूप सबै ब्रह्मा विष्णु महेश्वर सबैको आगमन भएको छ। अब हामी प्रस्तुति सुरु गर्नेछौँ। सुरु गरौँ प्लिज। हरि ओम, नमस्कार आदरणीय दाजु प्रजापतिज्यू। यस ऐतिहासिक श्री गण्डकीय सतकण्डीय गायत्री कोटी होम विराट महायज्ञ 2082 का संकल्पकर्ता यज्ञ शिरोमणि पाल योगेश्वर श्री कृष्ण मूर्ति महाराज परम आदरणीय गुरुज्यू, मञ्चासीन अति विशिष्ट अतिथि ज्यूहरू, मञ्चाभिमुख भगवान रूपी अत्यन्तै श्रद्धालु भक्तजनहरू, यहाँहरू समक्ष हामी पोखरा 5 पर्स्याङबाट धर्मस्थली भजन कीर्तन समूहले शिव कथा आधारित भजन प्रस्तुत गर्न चाहन्छु। मिठो मानेर सुनिनुहोला। हरि ओम। कर्पूर गौरण करुणावतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। उमा महेश्वर भगवान की जय। शिवा ओम जीवन भरे शिवा तिम्रै भजन कीर्तन गाइयो, जीवन भरे शिवा तिम्रै भजन कीर्तन गाइयो, आयोजकको निम्तो पाइयो कोटि होमाइयो। आशुतोष भोलेनाथ दिनु न हामीलाई साथ, आशुतोष भोलेनाथ कैलासवासी शिव साथ माता पार्वतीन, कैलासवासी शिव साथ माता पार्वतीन बुकुवाको मैलाबाट बाला रूप दिन, बाला पैदा गरेदिन प्राण भरेदिन, बाला पैदा गरेदिन दर्शन दे। शिव कैलाश आए हो भक्त जनलाई दर्शन दे।
शिव कैलास आए हो शक्तिवान पार्वती पुत्र गेटैमा भेट्टाए हो रोके आवाज पस्नलाई त्यही भने बस्नलाई रोके आवाज पस्नलाई शिव ओम भोलेनाथ रिसाएर घमासान युद्ध भयो भोलेनाथ रिसाएर घमासान युद्ध भयो बालको शिर छेदन भयो पारुको सघायो बचाउ भन्छन् बालालाई शिव शक्ति जगाई बचाउ भन्छन् बालालाई शिव ओम ब्रह्मा विष्णु सकल देवा बेन्ती गर्दै थिए हो ब्रह्मा विष्णु सकल देवा बेन्ती गर्दै थिए हो हात्तीको शिर शिवले जोडे बाला बचाइदिए हो शक्ति पाए विशेष नाम रह्यो गणेश हो शक्ति पाए विशेष शिव ओम पार्वतीले चकित पार्ने सुन्दर चित्र कोर्थिन हो पार्वतीले चकित पार्ने सुन्दर चित्र कोर्थिन हो शिवजीले हेर्न खोज्दा नेत्र बन्द गर्दिन हो सृष्टि सङ्कट आएछ अन्धकार छाएछ हो सृष्टि सङ्कट आएछ अन्धकार छाएछ हो सृष्टि सङ्कट आएछ शिवाजीमा यस्तो अपार दिव्य शक्ति थियो शिवाजीमा यस्तो अपार दिव्य शक्ति थियो सूर्य चम्क्यो शम्भुज्यूको त्रिनेत्र खोलिदियो प्रकाश भयो भ्रमैलो
सबलाई भो रमाइलो प्रकाश आयो घमाइलो सबलाई भो रमाइलो प्रकाश आयो घमाइलो सबलाई भो रमाइलो प्रकाश आयो घमाइलो हे हे शिव ओम कैलाश गए बसमा शिवले गर्छ शिव ध्यान हो कैलाश गए बसमा शिवले गर्छ शिव ध्यान हो हातले शिर छुँदा बसमा हुने माछ वरदान हो दिन्छन् वरदान तथास्तु शिव सङ्कल्प मस्तु हो दिन्छन् वरदान तथास्तु शिव शिव ओम नारद देवता शिवको शिरमा छुन चाह्यो हात हो नारद देवता शिवको शिरमा छुन चाह्यो हात हो भाग भागको शिवजीलाई मचायो उत्पात हो बन्नलाई सम्राट भस्मको भो आट हो बन्नलाई सम्राट शिव ओम आफ्नै कारण सङ्कट पर्यो जगतका नाथमा हो आफ्नै कारण सङ्कट पर्यो जगतका नाथमा हो बचाउ भन्दै नारद पुग्छन् विष्णुजीका साथमा हो उता माता पार्वती निराकार चिन्हते हो उता माता पार्वती शिव ओम भगवान विष्णु अति सुन्दर मोहिनी रूप भइदिए हो भगवान विष्णु अति सुन्दर मोहिनी रूप भइदिए हो नाचले लट्ठै असुरको हात उसकै शिर लैदिए हो शिवको बाँचो परानी भस्मासुर करानी हो शिवको बाँचो परानी
सृष्टि कालमा ब्रह्मा विष्णु अति जिद्दी गरे हो सृष्टि कालमा ब्रह्मा विष्णु अति जिद्दी गरे हो सर्वश्रेष्ठ मयो भने विवादमा परे हो प्रकट भयो शिवलिङ्ग ब्रह्मा विष्णु दाङ्ग प्रकट भयो शिवलिङ्ग शिवा शिवाजीमा यस्तो अपार शिवा ओम शिवलिङ्ग फेद टुप्पो जसले पत्ता लायो शिवलिङ्ग फेद टुप्पो सर्वश्रेष्ठ मानव जसले पत्ता लायो उसलाई श्रेष्ठ मान भन्ने आकाशवाणी भयो फेदै टुप्पो पाएनन् पारा नै लाएनन् फेदै टुप्पो पाएनन् पारा नै लाएनन् फेदै टुप्पो शिवा ओम शिवलिङ्ग रूपधारे निराकार पाइयो हो शिवलिङ्ग रूपधारे निराकार पाइयो हो बेला पत्र दुधल चढाउने चालन चलायो हो निरगुण निराकार हुन परमो कृपाकार निरगुण निराकार शिवा ओम शिवजीको जटाबाट बग्छिन भागीरथी गङ्गा हो शिवजीको जटाबाट बग्छिन भागीरथी गङ्गा हो स्नानले आत्मा सुते मुक्ति र मन चङ्गा हो मन बनाइदेऊ निर्मला गङ्गा मन बनाइदेऊ निर्मला
का नाम हो 1000 भन्दा बढी शम्भुजीका नाम हो सनातनी रक्षा गर्ने सम्हार गर्ने काम ओम नमो शिवाय हे परम देवाय ओम नमो शिवाय हे परम देवाय हे परम देवाय शिवा ओम खरा निरा भस्म दल्दै विष भाङ पिएका हो खरा निरा भस्म दल्दै विष भाङ पिएका हो लोभ मोह क्रोध त्याग्ने सन्देश दिएका हो पाप जाति नाश गर्छ भस्म लाउनु पर्छ हो पाप जाति नाश गर्छ शिवा ओम पाप श्राप घृणा लुटपाट बढ्दैछन् दुर्वृत्ति हो पाप श्राप घृणा लुटपाट बढ्दैछन् दुर्वृत्ति हो धर्म कर्म शर्म हर्यो कहीँ छैन सुदृष्टि हो तिम्रो लीला पार यो कलेश पार हो तिम्रो लीला पार शिवा ओम यसरी नै बचाऊ सबले सनातनी संस्कार हो शिव यसरी नै बचाऊ सबले सनातनी संस्कार हो आयोजकलाई सलाम गर्छौँ दर्शकलाई नमस्कार हो यस्तै यज्ञ लगाऊ धर्म संस्कार जगाऊ यस्तै यज्ञ लगाऊ शिव भगवान उमा महेश्वर भगवान की गणेश कुमार जी की सृष्टिकर्ता ब्रह्मा जी की पालनकर्ता विष्णु जी की संपूर्ण देवीगण की संपूर्ण देवगण की नेपाल पशुपति
पशुपतिनाथ की श्री सतकुंडी गायत्री कोटि होम विराट माहेश्वरी की निर्णायक मंडल की भगवान स्वरूप दर्शक श्रोता बिन की नेपाल आमा की वैदिक सनातन हिंदू धर्म की आज की आनंद की शिवाओ। ल धेरै धेरै धन्यवाद।